Inside UAE, visit visa and employment visa update. भिजामा रहेको छु। त्यही हो, आधिकारिक रूपमा अहिलेसम्म कुनै पनि जस्तै युएई इनसाइड भित्र रहनु भएको हाम्रो नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई चाहिँ भिजा दिएको अवस्था छैन। इम्प्लोइमेन्ट भिजा चाहिँ टोटल्ली बन्द नै छ। अहिले चाहिँ केही समयको लागि सस्पेन्डमा राखेको छ है। अनि त्यही हो, मैले चाहिँ अस्ति नै लगभग 2-3 हप्ता अगाडि नै 2-3 हप्ता अगाडि नै मैले साइन गरेको थिएँ अफर लेटरमा कामको लागि शारजाको सेफ जोनभित्र। र अहिलेसम्म त्यो चाहिँ प्रोसेस भएन। अहिले चाहिँ किनकि त्यो टेम्पोरेरी चाहिँ बन्द भएको छ र कहिले खुल्ने भन्ने पनि निश्चित छैन। जति पनि यो दलीयहरू भनौँ अर्थात् अब त्यो तुच्छ बोल्दा चाहिँ उहाँहरूलाई चाहिँ अलि नराम्रो लाग्न सक्छ। म दले नै भन्न चाहन्छु। जति पनि छन् युएईमा चाहिँ दुबईभित्र अथवा रोल्लाए शारजामा रहनुहुने उहाँहरूले यो झुटो भ्रममा चाहिँ उहाँहरूले झुटो भ्रम फैलाइराख्नु भएको छ यो टिकटकको थ्रुमा। भिजा लाग्छ, भिजा खोलिसक्यो, भिजा आइसक्यो कतिपयको, तपाईँहरूले ढुक्कसँग लगाउन सक्नुहुन्छ भन्ने यो विभिन्न कुराहरू टिका टिप्पणीहरू भइरहेछ। यो कुनै पनि यो चाहिँ कुरामा चाहिँ विश्वास गरेर पैसा चाहिँ नफसाउनु होला भन्न चाहन्छु म चाहिँ। त्यही हो, भिजा चाहिँ लाग्दैन अहिले चाहिँ अझै बन्द छ। यु क्यानट गेट एन इम्प्लोइमेन्ट भिजा एट दिस टाइम भनेर पनि हेर्दै यो वेबसाइटमा हेर्न सक्नुहुन्छ तपाईँ। अनि त्यही हो, विश्वास नगर्नु होला कसैको। यहाँ दलीयहरू कतिपय कन्सल्टेन्सीहरू छ युएईमा चाहिँ 2-3वटा मानौँ 5वटासम्मले चाहिँ एकदम राम्रो ट्रु म्यासेज उहाँहरूले राम्रो दिइरहनु भएको इन्फर्मेसन चाहिँ भने लगभग 20भन्दा माथि 50वटासम्म कन्सल्टेन्सीहरूले चाहिँ झुटो भ्रम फैलाइराख्नु भएको छ। उहाँहरूको पछि चाहिँ नलाग्नु होला र आफूले एकदमै सोच विचार गरेर यदि एक्सटेन्ड गर्ने अथवा एक्जिट भएर घर जाने भन्ने कुरा तपाईँहरूले आफै एकदम माइन्डसेट गरेर राम्रोसँग एकदम रिल्याक्स भएर चाहिँ सोचेर डिसिजन लिनु होला भन्न चाहन्छु। त्यही हो है। अहिले चाहिँ कुनै पनि यहाँ युएईभित्र चाहिँ अब नेपालदेखि नै छ भिजिट भिजा वर्किङ भिजाको लागि क्लोज नै छ भने प्लस युएईभित्रमा रहनुहुने क्यान्सलेसन र भिजिट भिजामा रहनुहुने दाजुभाइ तथा दिदीबहिनीहरूको लागि पनि यो चाहिँ अझै खुलिसकेको छैन। कहिले खुल्छ भन्ने पनि आधिकारिक निर्णय भएको छैन।